हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। फेरि पनि टल्केले नयाँ भिडियो लिएर आइसकेको छ। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। यहाँनिर चाहिँ आज हामीले सफा गर्दैछौँ होइन। तपाईँलाई यो मैले भ्लग बनाउँदाखेरि यहाँ कति फोहोर थियो तपाईँले देखिराख्नु होला होइन। जतिले अब मेरो भ्लग हेर्नुहुन्छ यहाँनिर कति फोहोर थियो, यत्रो झाडीहरू उखालिसकेको छ होइन। पानीले पनि साथ दिन देखाएन पानीले पनि होइन। अब यहाँको यो दाउराहरू सब हटाउनु छ होइन। दाउरा हटाएपछि यहाँको झाडीहरू सब हटाउनु छ। अनि हामीले चाहिँ यहाँ के गर्न लाग्यो अरे, हामीले यहाँ केही प्रोजेक्ट चाहिँ हामीले ल्याउँदैछौँ होइन। होइन डेभिड सर, प्रोजेक्ट चाहिँ के कस्तो हुन्छ नि त्यो चाहिँ तपाईँहरूलाई थाहा हुन्छ। हाम्रो चाहिँ मेरो भ्लग कन्टिन्यू हेर्दै जानु। तपाईँलाई प्रोजेक्टहरू चाहिँ अब के कस्तो प्रोजेक्ट गरिन लाग्यो भन्ने तपाईँलाई थाहा हुन्छ होइन। त्यस्तै भएर चाहिँ चक्कीबारमा चाहिँ अब यहाँको सबै क्लिनहरू चाहिँ हामीले हिजो हाल्यौँ होइन। आज हान्नेको चाहिँ अलिअलि हान्ने थियो होइन। पानीले चाहिँ एकदम त्यो गरे खाएँ, त्यही भएर चाहिँ पानी रोकेपछि अब के कस्तो हुन्छ तपाईँलाई बी कन्टिन्यू चक्कीबारमा गर्छु है त। सो गाइस, अब चाहिँ हामीले अर्को बाँसहरू चाहिँ लिन जानु लाग्यो यसमा होइन। यो गाडीमा लिएर जानु लाग्यो। अनि यो गाडीले त्यो बाँसहरू लिएर कति रुपियाँ लाग्यो होला, चलाउन नै आउँदा कि आयो डेभिड, चलाउन नै आउँदा कि आयो। अनि त्यहाँ बिराज सर यो घर कुरिरहेको होइन। अब हामी गएर चाहिँ लिएर आउँछौँ बाँसहरू सासहरू सबै बाँस लिएर जानु लाग्यो अब होइन। पैसा नि अलिअलि छ। अब त्यही अनुसारले बाँसहरू लिएर जानु पऱ्यो। आजबाट बाँसको काम पनि सुरु हुन्छ। कस्तो लागिरहेको छ अब हाम्रो काम सुरु हुँदाखेरि, खुसी लागिरहेको। अब मान्छेलाई चाँडै हामीले राम्रो के सुविधा गर्नु पऱ्यो होइन। र हामी चाहिँ अब यहाँ बस्नुपर्ने हुन्छ। यो चलाउनु त अब इजी हो कि। हेलो हेलो कस्तो बुढा रहेछ बसियो एकदम पारामा। अब चाहिँ गइन्छ होइन। कस्तो लागिरहेको छ देवी सरलाई, ज्वरो आउँदा पनि काम गरिन्छ है। यत्तिको मेहनत गरिरहेको छ होइन हजुरहरूकै लागि। एकदमै राम्रो सुविधा दिनु एकदम त्यो गर्नको लागि चाहिँ होइन। अनि त्यही भएर चाहिँ के भएर म बी कन्टिन्यू गर्दै गर्छु। अब बाँस हान्ने ठाउँमा चाहिँ तपाईँलाई म भेट्छौँ ल है त। गाइस, फाइनली चाहिँ हामीले बाँसहरू कलेक्सन गरिसकेको छ। यति धेरै बाँसहरू चाहिँ कलेक्सन गरिसकेको छ। अब के गर्ने र यो बाँसको आज बारहरू सबै लाइन्छ छागै दुइसक्यो होइन। पहिला सुरु त्यहाँको मेजरमेन्टहरू एरोहरू गर्नुपर्छ अनि त्यसपछि चाहिँ फेरि अटो चलाउनहरू खना भारी भयो क्या हो गाडी चाहिँ धाने नै ज्यादा ये राम्रो। त्यो गाई चाहिँ अब हामी चाहिँ घरबाट बाँसहरू झारिन्छ। झार्दाखेरि चाहिँ तपाईँलाई म सबै कुरा देखाउनु पर्ने हुन्छ नि त होइन। अनि त्यही गाई चाहिँ अब मैले अब हाम्रो अब प्रोजेक्ट सुरु भइसकेको छ। हाम्रो 3 दिन भयो प्रोजेक्ट सुरु भएको होइन। हाम्रो प्रोजेक्ट सुरु भएको 3 दिन भयो। 3 दिनमा चाहिँ हामीले यति धेरै गर्न काम सफल भइसकेको छ होइन। हजुरहरूलाई बाँस चाहियो भने यहाँ किनचोकमा चाहिँ यसरी बाँसहरू लिनु सक्नुहुन्छ। यो यस्तो बाँसलाई चाहिँ 230 रुपियाँ पऱ्यो हाम्रो 230 रुपियाँ। अनि अर्को चाहिँ अलिकति 100 रुपियाँ कति हाम्रो छ। त्यो गाइड छ कि